गाइज आज मेरो कस्तो समस्या भयो थाहा छ तपाईँहरूलाई? उयो बसमा चढ्नलाई पैसा लाग्छ गाइज, होइन? अनि पैसा मेरो कार्डमा यहाँ मोबाइलको एप्लिकेसनमा पैसा सकिरहेको थियो। त्यसपछि अब पैसा त हाल्नु पर्यो। फेरि मैले हिजो के गरेँ भने मार्केटमा गएको, मेरो त्यो क्रस ब्याग मार्केटमै छोडेर आएर मसँग ब्याङ्कको कार्ड सबै त्यसैमा छुट्यो। साउदी अरबको यहाँको रेसिडेन्सी कार्डहरू सबै मेरो त्यही ब्यागमा छुट्यो, होइन? अब मलाई एप्लिकेसन रिचार्ज गर्नु पर्यो, पैसा त हाल्नु पर्यो बसमा, नत्र बस चढ्न पाइँदैन। साथीसँग कार्ड लिएर साथीको ब्याङ्क कार्डबाट 10 रुपियाँ रिचार्ज गरेँ। अनि यो लामो बस गाइस, हेर्नु न यार, बस कस्तो राम्रो छ, होइन गाइस? यत्रो लामो बस, एकदम फ्लेक्सिबल, तल्ला हुन्छ गाइस, होइन? अनि चाहिँ भर्याङ चढेर अनि त्यहाँ जानुपर्छ। यत्रो लामो बस चढेर अब यात्रा गर्छु, लगभग 17 मिनटको यात्रा गर्नुपर्छ गाइस। अनि यहाँ चाहिँ हामी बस चढ्नको लागि कुर्ने ठाउँ हुन्छ नि, बस स्टप छ क्या गाइस। हेर्नु न कस्तो फेसिलिटेड बस स्टप छ। भित्र एसी सेसी सब व्यवस्था हुन्छ। यहाँहरूलाई म क्यामेरा फ्लिप गरेर देखाउँछु ल। यो चाहिँ घर हो, यो बस वेट गर्ने घर। कस्तो दामी छ गाइस, हेर्नु न। अब यो अटोमेटिक सेन्सरले खुल्छ, होइन? झ्याल पनि त्यसको यो ढोका छ नि अगाडिको, मान्छे आउने बित्तिकै अटोमेटिक खुल्छ। यो चाहिँ यहाँ सेन्सर छ, यो सेन्सरले चाहिँ यो खोल्यो, होइन गाइस? अनि यहाँ माथि यो एसी सेसी सबै व्यवस्था भएको। कुर्सीहरू यहाँ यतापट्टि चेयर छ, अर्को साइडमा पनि चेयर छ, मजाको। अनि बस आनन्दले आरामदायी जान मिल्छ, होइन गाइस? सो यस्तो छ गाइस यहाँको अहिलेको अवस्था। अनि रमाइलो छ साउदी अरब। एटलिस्ट मेरो समस्याको समाधान पनि भयो। तर बस चाहिँ कहाँ गयो मेरो नम्बर? यो C31 चाहिँ म जाँदिनँ गाइस यो बसमा, होइन? म चाहिँ C32 मा जाने हो। सो C32 मैले कुर्दै बसेको, आएको छैन। त्यो C32 बस कतिखेर आउँछ अनि यात्रा गर्नुपर्छ। ल गाइस, यही हो आजको अपडेट यहाँहरूलाई। र फेरि अर्को भिडियोहरू पनि लिएर आइरहेको हुन्छु यहाँहरूको साथमा, है त गाइस? त्यति बेलासम्मको लागि यो भिडियोलाई इन्जोय गर्नुहोस्। अनि लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्न पक्कै पनि नबिर्सनु होला गाइस। थ्याङ्क यू सो मच। अनि सबैजनाको दिन एकदमै राम्रो रहोस्। शुभकामना छ सबैजनालाई। थ्याङ्क यू गाइस।